म बसुराम रिजाल यस जनजाति युवा क्लबमा 2046 सालदेखि सदस्यको रूपमा निरन्तर र 54-55देखि 64-65सम्म चाहिँ मेरो अध्यक्ष कार्यकाल रह्यो र त्योभन्दा अगाडि एकपटक सचिव र विभिन्न साङ्गठनिक हिसाबले संस्थाको विभिन्न पदमा रहेर मैले निरन्तर रूपमा काम गर्दै आइरहेँ। अब जहाँसम्म मेरो कार्यकालको अवधिको विश्लेषण छ त्यो बेला 2054 सालमा चाहिँ समाज असाध्यै रूपमा वर्गीकृत थियो। देशको राजनीति अलिक पृथक थियो। नेकपा माओवादी केन्द्रले 2052 सालबाट सुरु गरेको जनयुद्ध र त्यसको राप र तापमा अब देशभरिका गाउँहरू प्रभावित भइरहेको अवस्थामा हाम्रो तुप्चे पनि त्यसबाट प्रभावित भयो। किनभने फेरि हाम्रो अग्रज हाम्रो यस क्लबका संस्थापक सल्लाहकार नै संरक्षक नै पोस्टबहादुर दाइ हुनुहुन्थ्यो र उहाँकै नेतृत्वमा देशमा र विशेष गरेर त्यो अवस्थामा पश्चिम नेपालमा भूमिगत रूपमा माओवादी आन्दोलन अगाडि बढिरहेको अवस्था थियो र त्यसको प्रभाव चाहिँ नुवाकोटमा समग्र परिरहँदाखेरि तुप्चेमा नै पऱ्यो। जब तुप्चेको समाजमा त्यसको प्रभाव परिरह्यो अब हाम्रो क्लब पनि तुप्चेकै एउटा समाजबाट आउनु भएको हुनाले हामीहरू पनि राम्रोसँग पऱ्यो। र यसमा चाहिँ हामीले दुईवटा प्रवृत्तिहरूसँग क्लबले एउटा भूमिका निर्वाह गरेको। एउटा चाहिँ राजनीतिक रूपमा समाजको राजनीतिक प्रभाव हाम्रो यस गाउँमा नै पर्यो र गाउँमा परिरहँदाखेरि हाम्रो क्लबमा पनि त्यसको देशको सिङ्गो राजनीतिको प्रभाव पर्यो र जसले गर्दा असाध्यै घनीभूत रूपमा बडो सङ्घर्ष र राजनीतिक रूपमा फरक धारणा राख्ने तात्कालीन राज्य सत्ताको विरुद्धमा फरक धारणा राख्ने साथीहरूको बिचमा ठुलो चाहिँ अन्तर्सङ्घर्षको कारणले गर्दा हामी त्यो कार्यकालमा चाहिँ असाध्यै लुक्ने छिप्ने र जनताहरूको बिचमा जनताका आवाजहरूलाई चाहिँ बुलन्द पार्ने एउटा चाहिँ भूमिका निर्वाह गर्ने काम चाहिँ क्लबले गर्यो त्यस समयमा। त्यसको साथसाथै पनि के भइदियो भने जस्तो वामपन्थी राजनीतिमा स्थापित भएका केही साथीहरूले त्यो अवस्थामा देशको शासक वर्गको जुन दबावको कारणले गर्दा उहाँहरूले चाहिँ मूल राजनीति चाहिँ नेकपा एमालेको राजनीति अंगीकार गर्नुभयो र केही साथीहरूले चाहिँ जनयुद्धकै पक्षमा चाहिँ वकालत गरिरहँदाखेरि म पनि व्यक्तिगत रूपमा त्यस बेला चाहिँ तुप्चे सेल कमिटीको नेकपा माओवादी केन्द्रको सेक्रेटरी थिएँ। म क्लबको अध्यक्ष पनि भइरहँदा र त्यो सेक्रेटरी भइरहँदाखेरि मेरो विचारले यो क्लबलाई अलि बढी गाइड गर्नुपर्थ्यो र गऱ्यो भने त्यही अनुरूप चाहिँ हामीले चाहिँ विभिन्न प्रकारका जनसांस्कृतिक कार्यक्रमहरू जनतालाई चाहिँ अवेर गर्ने प्रकारका कार्यक्रमहरू हामीले त्यसलाई अवलम्बन गर्दै रहेनौँ। त्यसो समग्रमा चाहिँ हामीले विशेष गरेर सांस्कृतिक कार्यक्रम मार्फत जनसांस्कृतिक गीतहरूलाई विशेष गरेर हामीलाई जीवन शर्माका गीतहरू अहिले पनि याद आउने गर्छ। हामीले जीवन शर्मा लगायतका जनपक्षीय कलाकारहरूका गीतहरूलाई चाहिँ हामीले बुलन्द पार्दै हरेक वर्ष चाहिँ निरन्तर रूपमा चाहिँ दसैँको अवसरमा हामीले एउटा बृहत सांस्कृतिक कार्यक्रमहरू गर्थ्यौँ र त्यो कार्यक्रमको मूल उद्देश्य चाहिँ समाजलाई जनवादी रूपमा परिवर्तन गर्ने नै यसको उद्देश्य थियो। त्यही उद्देश्य अनुसार हामी गयौँ र त्यसको अलावा चाहिँ हामीले त्यसद्वारा वृक्षारोपणका अभियानहरू सञ्चालन गऱ्यौँ। राम्रोसँग त्यस्तो हाम्रै नेतृत्वमा केही समयमा हुन्छ यो टारको तल्लोपट्टि लगभग होला हेक्टरको हिसाबले भन्यो भने पनि 8-10 हेक्टर चाहिँ जमिनमा चाहिँ पाखो हुन्छ बाँझो पाखोमा चाहिँ हामी वृक्षारोपण गऱ्यौँ। अहिले त्यहाँको हरियाली भएको छ। त्यस सँगसँगै हामीलाई चाहिँ उत्प्रेरित गर्ने एउटा संस्था पनि थियो जापानबाट आएको एउटा साकुर भन्ने थियो। त्यसले चाहिँ एउटा बिरुवा बराबर हामीलाई 20 रुपियाँ दिन्थ्यो। त्यसले हामीलाई आर्थिक स्रोत पनि भएको थियो। त्यो सँगसँगै हामीले चाहिँ त्यो अभियान पनि सुरु गऱ्यौँ र यो क्लबको मुख्य उद्देश्य अहिले केही साथीहरूले पनि आउने गर्छन् जब राजनीतिक शक्तिहरू चाहिँ प्रतिबन्धित हुन्छ जस्तो पञ्चायत कालदेखि नै हेर्दाखेरि पनि जनयुवा क्लबको स्थापना भनेको विशुद्ध राजनीतिक उद्देश्यलाई स्थापित गर्नकै लागि भएको हो। त्यो बेला उद्देश्य के थियो भने पञ्चायती व्यवस्थामा चाहिँ दलहरू प्रतिबन्धित थिए। राजनीतिक विचारहरूलाई चाहिँ समाजमा प्रस्तुत गर्नको लागि कुनै माध्यमहरू थिएन। त्यो बेलामा कुनै राजनीतिक दलले त्यो काम गर्न सक्दैन। त्यस कारणले चाहिँ जनतामा स्थापित भएका युवाहरूको नेतृत्वमा तिनीहरू मार्फत चाहिँ राजनीतिक दलका वा पञ्चायती विरोधी अभियानहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने थियो र त्यही उद्देश्यले हाम्रो आदरणीय दाइ पुष्पबहादुर भुगटीकै पहलमा हामीले ती स्थापना गरेका हौँ र त्यही त्यसकै निरन्तरताको रूपमा चाहिँ हामीले अहिलेसम्म आइरहेको मेरो बुझाइ छ होइन। त्यो बेलामा त्यो कार्यकालमा मैले गरेको मुख्य भूमिकाहरू त्यो हो। जब हामीले 2058 को असोजमा एउटा वृहत कार्यक्रम गऱ्यौँ। त्यो वृहत कार्यक्रम असाध्यै ठुलो कार्यक्रम भयो।
नेकपा माओवादी केन्द्रका नुवाकोटका यो के भन्छ भेगको इन्चार्जले समीर हुनुहुन्थ्यो, उहाँको प्रमुख अतिथिमा हामीले कार्यक्रम गऱ्यौँ। त्यो कार्यक्रम असाध्यै त्यो बेलाको वर्ग चरित्र अन्तर्गत माओवादी आन्दोलनलाई पृष्ठपोषण गर्ने खालको थियो र त्यही कारणले गर्दा जब असोजमा हामीले कार्यक्रम सम्पन्न गर्ने बित्तिकै अब कार्तिकको मङ्सिरको 11 गतिबाट नेपालमा समितिका लागेपछि हाम्रा धेरै साथीहरू यही कारणले त्यही कार्यक्रमको जुन कारणले गर्दा विस्थापित हुनुपर्ने हो र त्यसै विस्थापित हुने मध्ये म पनि एकजना पात्र हुँ। गाउँबाट विस्थापित हुनु पर्यो र सिडिओ मार्फत हाम्रा धेरै साथीहरूले त्यहाँ जनता युवा क्लबमा आबद्ध भएका युवा साथीहरूले धेरै जेल पाउनुभयो। म चाहिँ भाग्यवश यहाँ विस्थापित भएँ र काठमाडौँमा भूमिगत भएँ। त्यो भइरहँदा म पक्राउ पर्नु परेन र मेरो नाममा पनि पक्राउ कुर्तीहरू थिए। त्यो चाहिँ विशेष गरेर क्लबको त्यो अभियानलाई चाहिँ टार्गेट गरेर धेरै चाहिँ साथीहरूले ठुलो पाउनुभयो। त्यो बेला जेलसम्म भयो। हाम्रा धेरै साथीहरू चाहिँ अपाङ्ग पनि हुनुभयो, धेरै घाइतेहरू पनि हुनुभयो। त्यो सँगसँगै चाहिँ हाम्रो कार्यकाल सकियो र जब 58मा जब म भूमिगत भएर गइसकेपछि क्लबको कार्यकाल त्यति धेरै भएन र फेरि 60-61 पछि नेपाल सरकार र माओवादी केन्द्र बिचमा एउटा वार्ताको परिवेश बनिसकेपछि फेरि एकपल्ट हामीले फेरि एउटा सांस्कृतिक कार्यक्रम चाहिँ आयोजना गऱ्यौँ। त्यो मलाई लाग्छ 60-61 हुन्छ। त्यो बेला चाहिँ म क्लबको अध्यक्ष हुँदै पनि एउटा सांस्कृतिक समिति अर्को गठन गरेर त्यो सांस्कृतिक समितिको नेतृत्वमा चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गऱ्यौँ र वास्तवमा मेरो कार्यकाल चाहिँ 54 देखि 64सम्म हेर्दाखेरि चाहिँ यही समाज रूपान्तरण समाज अभियानलाई अगाडि बढाउने, जनवादी संस्कृतिलाई स्थापित गर्ने र गाउँमा भएका विभिन्न प्रकारका विकृत विसङ्गतिहरू विरुद्ध लड्ने। जस्तो हामीले रक्सी बहिष्कार अभियान गऱ्यौँ। हामीले हरेक चाहिँ पसल